नाम टेकनाथ खनाल। हजुर कति वर्षको हुनुभयो? म 88 मा लाग्छु। 88 वर्षको उमेरमा पनि 18 वर्षको जस्तो जोस जाँगर भएर हजुर आउनु भएको छ। जोस त ईश्वरले दिएका मैले होइन। यो अवस्थामा अब देश जेनजीमै भएको छ हैन? हजुर पनि जेनजी नै हो एउटा। मैले यो जेनजीलाई जुन किसिमले मारे हान्ने त्यसको बदला खुनको बदला फाँसी भन्छ नि, त्यसको बदला लिँदैछन् यिनै जनताले। यिनले जुन कर्म गरे हान्ने त्यो कर्ममा यिनीहरू गएर त्यो ठाउँमा गएर आनन्दले सुख भोग। अब जति खानी बोरी खाए पेट मात्रै ढाइडेन कि यिनलाई यो लाज जुन थिएन कि यिनलाई मार्नलाई यिनीहरूले जुन गरे हान्ने यसको प्रतिफल पाउँदैछन्। मैले बालनलाई आशीर्वाद द्वितीय बहुमत ल्याएर तिमी विजय हुनेछौ। तिमीले राम्रो तरिकाले देश चलाए, राम्रो तरिकाले चलायौ भने एकाले कर्ममा यति चाँडै भन्दै हुने राम्रो गर्यो भने तिम्रो बालेन्द्र रवि मिलेर गर्यो भने यो देशको विकास हुनेछ। यो देशले शान्ति पाउनेछ सदा सर्वदाको लागि। यिनीहरूले जुन गरे हान्ने कर्म त्यसको फल ठ्याक्कै ठाउँमा गएर आनन्दले यसो गरेर त्यही ठाउँमा लगेर थन्काइदिन पर्छ। गऱ्यो फल त मैले कुकृति गरेँ भने त मैले त पाउनु त पर्यो। अर्काले पाउने कुरा हुन्छ। यी पुराना दलहरूलाई अब केही सल्लाह सुझाव दिन चाहनुहुन्छ? होइन, यिनीहरू त अब आनन्दले यहीबाट समाप्त सबै आनन्द हुनु हो। अब यहाँभन्दा सुझाव के यो दिमाग हुने हो भने त्यो दिमागले त्यही सम्झने हो। मैले यस्तो गरेको थिएँ, मैले उस्तो गरेको थिएँ भनेर हुनु। अरू के भन्न चाहन्छु? यो नयाँ आउँदाहरू पनि उस्तै भयो भने आउन्नन्, कहिले पनि नै त्यस्ता मान्छे आउने पनि छैनन्। हुँदैन, त्यस्तो मान्छे पर्दैन। अब यो नयाँ आउनेहरूसँग त चुनौती छ। अब होइन, चुनौती त यिनले त चुनौती अरे हामीले पनि छानेर यहाँबाट मैले जुनलाई उठाएको छु चौधरीलाई मैले आशीर्वाद दिएको तिमी सफल हुनेछौ भनेर मैले राम्रो तरिकाले मैले उसलाई आशीर्वाद दिएको। मैले जुन मेरो आशीर्वाद लायो बालेनलाई पनि मैले जुन किसिमले गएर ठक्काएर गएको त्यही किसिमले त्यसको टाउकामा तिनको त्यो भनिन मैले तिनको टाउकामा हात राखेर द्वितीय बहुमतलाई शङ्खै गर्न पर्यो बालेन। तर यो देशलाई सही तरिकाले चलाएन र यस्तै गद्दारी अहिले जुन मान्छेले गरे यो गद्दार गर्यो भने तिमी नाश भएर जानेछ। यो जेनजीले यत्रा मान्छेले ज्यान गुमाएको मलाई भित्र मेरो दिल साह्रै गरेको छ। तर यसको बदला यिनीले भोग्नुपर्छ। यिनले राम्रो तरिकाले भोग्नुपर्छ किनभने यिनीहरूले जुन कर्म गरे यिनी नेताले बस यिनलाई ठाउँमा लगेर धम्काइदिएपछि आनन्दले त्यहाँबाट नभने खानीभरि खाइयो। खाएर नभएर देशै खान लागेको हुनाले यिनी देशबाट पनि यही फल चाहेर अब ठाउँमा जेलमा बस्ने। यिनलाई 20 वर्ष होइन यिनीको जीवन बिताइदिन पर्छ केही बस। धेरै धेरै धन्यवाद। 88 वर्षको बुवा र 90 वर्षको बुवालाई मैले सम्पूर्ण यहाँ आएका महानुभाव सम्पूर्णलाई मेरो हार्दिक नमस्कार। धेरै धेरै धन्यवाद। अब पुरानालाई त राम्रो सुझाव र सल्लाह दिनुभएको छ। यिनले पाए यहाँभन्दा के पाउने? उहाँहरूले गाली गर्नु हुँदैन? होइन, गाली गर्ने हुँदैन। उहाँहरूले कर्म जुन गर्नु उहाँहरूले गरेको कर्म उहाँले पाउनै पर्छ। अब कर्म गरे भने त्यो फल मैले अब नयाँलाई पनि यहाँले एकदमै राम्रो सल्लाह सुझाव सत्कर्मको बाटो यति राम्रा मान्छे आएर राम्रो तरिकाले चलाउन सकेनन् भने मैले बालनलाई भनेको छु ठाकुर तिमीले राम्रो तरिकाले रविले तिमीले राम्रो चलाउन सकेनौ भने त्यसको नराम्रो हुनेछ। खुब सोचौ। मैले उसले भनेकै छ मैले बुवा हजुरले जो भनेको दुइटै भन्नु ठिक छ आउला। तर मैले जे भनेमा पनि मैले एकचोटि तपाईँ काठमाडौँमा बस्नुहुन्छ, काठमाडौँमा पनि घर छ, यहाँ फुलेरिया पनि हुनुहुन्छ। तर के छ भने मैले कुनै पऱ्यो भने तपाईँसँग मैले दोहोरा कुरा हुनु पाएन। मैले एकदम यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद। अब यहाँहरू यस्तो अवस्थामा पुग्दा पनि यहाँहरूको मनमा
लागेको रहेछ नि देश परिवर्तन होस् भन्ने सबैले चाहनु भएको रहेछ होइन। तर पनि अहिले आएर यो जेन्जी पुस्ताले देखाइदिएको छ भदौ 23 र 24 गतेको देश परिवर्तन हुनुपर्छ भन्ने। यो नयाँ र पुराना भन्दा पनि यो जनताको जित, जनताको विजय हो। अब जनताले मान्छेले जे चाहे त्यही हो। जनता जनार्दन हो, जनताले चाह्यो भने सबै थोक हुँदो रहेछ। कहिल्यै पनि एकदम सबैजनालाई धेरै धेरै धन्यवाद, त्यस्ता मान्छे विशेष गरी बुवालाई है। आज यो चुनावको माहौल देखिराख्नु भएको छ तपाईँले 22 गते होइन। चारैतिरबाट घन्टीको लहर आइरहेको अवस्था, धेरै ठाउँमा जितिसक्नु भएको छ। अब लगभग जित र हार भन्दा पनि हामीले अब 2/3 दम्बा हेर्नुपर्ने अवस्था भएको छ। कति आउँछ भन्ने कुरा देखिराख्नु भएको छ। यो माहौलले नै बताइरहेको छ बर्दिया जिल्ला क्षेत्र नम्बर 1 फुलरियादेखि। ल धन्यवाद।